अब अर्को क्वेशन आउँछ, ट्याक्स कसले तिर्ने त, अथवा कसले तिर्नुपर्छ त ट्याक्स। हेरौँ एक्टमा के लेखेको छ। अन्डर इन्कम ट्याक्स एक्ट 2058 तपाईको सेक्सन 3 मा, इन्कम ट्याक्स एक्टको सेक्सन 3 मा के लेखेको छ भने तपाईको कुनै पनि व्यक्ति, इन्डिभिजुअल होस् अथवा निकाय होस् है, जसको ट्याक्सेबल इन्कम ड्युरिङ द इयरमा हुन्छ उसले ट्याक्स तिर्नु पर्छ भनेर लेखिएको छ। अर्को चाहिँ कुनै बाहिरको विदेशी कम्पनीको नेपालमा पर्मानेन्ट इस्टाब्लिसमेन्ट भन्छौँ भनेको कुनै शाखा अथवा केही छ जसले नेपालमा काम गरेछ र उसले नेपालमा अर्न गरेको पैसा बाहिर पठाउँदैछ, आफ्नो प्यारेन्ट कम्पनीमा पठाउँदैछ भने उसले पनि के गर्नुपर्छ, ट्याक्स पे गर्नुपर्छ। र त्यस्तै गरेर कुनै पनि पर्सन जसले चाहिँ फाइनल विथहोल्डिङ भनेको तपाईको चाहिँ जस्तो यो विथहोल्डिङ ट्याक्स भनेको टिडीएस भन्छौँ हामी, त्यो टिडीएस चाहिँ कसैले फाइनल टिडीएस चाहिँ डिडक्सन गरेको छ भने त्यस्तो व्यक्तिले पनि के हुन्छ, ट्याक्स चाहिँ तिर्नुपर्छ। डिडक्सन किन काटिन्छ भन्दा त्यो ट्याक्स तिर्नकै लागि काटिन्छ। अर्को छ भ्यालु एडेड ट्याक्स एक्ट 2052। कसले तिर्ने त भन्दा सेक्सन 5 मा गएर हेर्यो भने तपाईको VAT shall be levied in all the goods and services supplied within the country, imported inside the country and exported outside the country except exempted goods and services भनेको छ। भनेको तपाईको नेपाल भित्र कारोबार हुने, नेपाल भित्र किनबेच हुने भनेको कुनै पनि सामान, सरसामानहरू र सेवाहरू है, तपाईले बाहिरबाट किनेर ल्याउनु भयो भने त्यसमा पनि लाग्छ, बाहिरबाट चाहिँ सर्भिस रेन्डर गर्नुभयो त्यो पनि लाग्छ। भनेको तपाईले कहीँ विदेशमा चाहिँ सर्भिस प्रोवाइड गर्नुभयो त्यो पनि, त्यसमा पनि भ्याट लाग्छ, र बाहिर तपाईले सामान बेच्नुभयो भने त्यसमा पनि लाग्छ। तर एक्सेप्ट एक्जेम्प्टेड गुड्स एन्ड सर्भिसेस भनेको चाहिँ तपाईको चाहिँ जस्तो एक्सपोर्टमा नलाग्ने भनेर छुट्याएको छ भनेको एक्जेम्पसनको छुट्टै त्यहाँ चाहिँ शेड्युल छ, त्यो शेड्युल अन्तर्गतका गुड्सहरुमा लाग्दैन, अरु चीजमा चाहिँ लाग्ने हुन्छ। त्यस्तै गरेर कस्टम एक्ट 2064 अन्तर्गत पनि सेक्सन 5 मा के भनेको छ भने कस्टम ड्युटी shall be levied and collected on all the import export of goods except exempted goods भनेको छ। भनेको जति पनि सामानहरु हामी कस्टम पोइन्टबाट इम्पोर्ट गर्छौं अथवा एक्सपोर्ट गर्छौं त्यो सबैमा चाहिँ कस्टम ड्युटी लाग्छ, तर एक्सेप्ट एक्जेम्प्टेड गुड्स भनेको कस्टम एक्टमा एक्जेम्पसनहरु डिफाइन गरेको छ केमा नलाग्ने भनेर, त्यो अनुसार नलाग्ने पार्टमा चाहिँ, नलाग्ने गुड्समा चाहिँ लाग्दैन, अरुमा चाहिँ सबैमा लाग्छ नै। र त्यस्तै गरेर एक्साइज एक्टमा चाहिँ सेक्सन 3 मा के लेखेको छ भने एक्साइज ड्युटी एक्साइजेबल गुड्स इज लेविड एन्ड कलेक्टेड अपन डिस्प्याच अफ म्यानुफ्याक्चर्ड गुड्स फ्रम गोडाउन। भनेको कुनै पनि नेपाल भित्र प्रोडक्सन भएका गुड्सहरु त्यो प्रोडक्सन गरेको फ्याक्ट्रीको गोडाउनबाट बाहिर निकाल्दाखेरिमा कलेक्सन हुन्छ है, त्यसमा लाग्ने एक्साइज ड्युटी चाहिँ। एन्ड इम्पोर्ट अफ एक्साइजेबल गुड्स भनेको नेपालमा जति पनि एक्साइजेबल गुड्सहरु छन् त्यो चाहिँ नेपालमा प्रोडक्सन भयो भने चाहिँ गोदामबाट निकाल्ने बेलामा, बाहिरबाट ल्याउने भयो भने चाहिँ कस्टम पोइन्टमा चाहिँ एक्साइज ड्युटी लाग्ने गर्दछ।